सक्नुपर्छ सक्नुपर्छ जसरी पनि त्यही नाजुकै छ होइन अर्को अर्को क्वेसन सोध्नु जे सोध्न मन लाग्छ त्यही सोध्नुहोस् म सबै हामी चाहिँ हाम्रो क्लास सिएसआइटीमा थर्ड सेममा होइन विवश दाहालसँग चाहिँ कुरा गर्न गइरहेको छौँ। उहाँले आफ्नो नाम भन्न चाहनुहुन्छ? हस् धन्यवाद तपाईँलाई मलाई स्वागत गर्नुभएकोमा यो प्रोग्रामको नाम छैन, हामीले यत्तिकै यो चाहिँ क्याजुअल रूपमा हामीले चाहिँ रन गर्न खोज्या हो। एन्ड यु क्यान सी हामीले क्लासमै आएर गर्दैछ, हामीसँग सेटअप छैन। जस्तै जो हामीसँग चाहनुहुन्छ उसले नि गर्न सक्नुहुन्छ। जस्तै आफ्नो फनको रूपमा हामीले ट्राई गर्न खोजेको यो चाहिँ। अनि व्यवस्थालाई फेरि पनि स्वागत छ। धन्यवाद धन्यवाद। अनि तपाईँको मलाई जर्नी सुनाउनुहोस् न, तपाईँ कसरी सिएसआइटी पढ्न आउनुभयो हिमाल दर्शनमा? अब त्यो कहानी अलिकति लामो छ, अहिले भन्न सकिँदैन। यो अहिले फेरि लामो हुन्छ भिडियो, त्यही भएर अहिलेको लागि छोडिदियो। तपाईँ के गर्न चाहनुहुन्छ त अब आइटी पढिसकेर आइटी फिल्डमा? अब केही न केही त गर्छु होला। त्यस्तै यही रिलेटेड आइटी रिलेटेड फिल्डमै जान्छु होला। त्योभन्दा अरू फिल्डमा जाने इच्छा? अब अरूमा त त्यस्तो अरूतिर त एक्सप्लोर गरिसकेको छैन त्यस्तो। अब त्यस्तो इन्ट्रेस्ट पनि छैन त्यस्तो आइटीतिर नै इन्ट्रेस्ट छ मलाई चाहिँ। छैन आइटी गरेन भने चाहिँ के गर्ने सोचिएको छ त? त्यो बाहेक अरू आइटी सकेन भने कि पुरै सक्नुपर्छ सक्नुपर्छ जसरी पनि गर्ने हो। गर्ने हो। नेपाल नै बस्ने हो कि बाहिर चाहिन्छ अहिले राजै चाहिन्छ उसलाई भनेपछि अनि के अरू अरू हजुर अरू केही? अरू तपाईँको के छ खबर? मेरो त ठिक छ, तपाईँको भन्नु न। मेरो त एकदम ठिक छ, एकदम बबाल। खाजा खानुभयो त बिहान? खाएर आएँ। गएर भात पकाउने होला पक्कै पनि। कसरी थाहा हुनु? कसरी थाहा हुनु? आफै हालिन्छ नि त। सिरियस कुरा गर्नको लागि हाम्रो एसन साथी पनि आइसकेको छ छेउमा। आज तपाईँ पकाइदिनु न ल। साथीले मलाई पकाउन भनिरहेको छ खाना। म घर गएर सुत्ने मान्छेलाई खाना पकाएर म के गर्ने यार। ल हामी अब देशतिर गइरहेको छौँ। हाम्रो देशको अवस्था कस्तो छ भनिदिनुहोस्। अहिले चाहिँ अलिकति नाजुकै छ होइन। अब इलेक्सन हुन लागेको छ। अब इलेक्सन पछि हेरौँ के हुन्छ। तपाईँले कुन पार्टीलाई समर्थन गर्नुहुन्छ त? म पार्टीलाई समर्थन गर्दिनँ। म कुनै पनि पार्टीलाई मन पराउँदिनँ। व्यक्ति हेर्ने हो, व्यक्ति हेरेर भोट दिने हो, त्यति नै हो। कस्तो व्यक्तिलाई चाहिँ तपाईँ रुचाउनुहुन्छ त? अब यो चुनावमा अनेकौँ व्यक्तिहरू उठेका छन्। जस्तै अब पुराना पार्टी पनि छन्, नयाँ उदाउँदा पार्टीहरू पनि छन्, स्वतन्त्र पनि छन् र राम्रा चरित्र भएका नराम्रा भएका पनि छन्। कस्तोलाई तपाईँ रुचाउनुहुन्छ? अब अहिले ठ्याक्कै भन्न सकिँदैन किनभने पार्टीहरू खुल्न त खुलेको छ तर अलिकति विभाजित भएको छ क्या। त्यो भएको हुनाले चाहिँ अहिले अलिक ठ्याक्कै भन्न सकिँदैन। अब पछिसम्म हेरौँ कतिवटा पार्टीहरू खुल्छ के हुन्छ, को मान्छेहरू हुन्छन्, त्यसपछि त्यो अनुसार उम्मेदवारलाई दिने हो। त उहाँको सोच अलि ठिकै रहेछ। नेपाली युवा जेनजीसँग अलि मिल्दो रहेछ तपाईँको सोच चाहिँ देश बनाउनमा। तपाईँ जेनजी नै हो नि त पहिलो कुरा। अनि तपाईँले कहाँबाट प्लस टू गर्नुभयो त? बिचमा कहाँबाट यस्तो क्वेसन आयो? हामी मजाक रूपमा गरिरहेको छौँ क्या। यो चाहिँ त्यतिकै जे आउँछ दिमागमा त्यहीँबाट क्या। मैले झापा सुरुङ्गा जुन मेरो बसस्थान हो, म त्यहीँ जन्मेको। अनि त्यहाँको कन्काईमावि भन्ने एउटा स्कुल छ, त्यहीँबाट गरेको मैले। हजुर 7 देखि 12सम्म मैले त्यहीँ पढेको। त्योभन्दा अगाडि कहाँ पढ्नु भएको? त्योभन्दा अगाडि पनि त्यही पढेको थिएँ, त्यहीँको स्कुलहरू। सानो 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 भन्ने खोजेको मध्यम सानो लेभलको जस्तै अब प्राथमिक लेभलको दोस्रो लेभल पढेको थिएँ त्योभन्दा अगाडि। हजुर मतलब कुन पढ्नु भएको थियो? अब के नाम भन्नु भने पढ्दैन नाम भनिराख्नु परेन, स्पेसिफिक भन्नु। अर्को क्वेसन सोध्नु। अर्को क्वेसन उहाँले अर्को चरणमा पास गरिसक्नु भएको छ। अब के सोध्न लायक चाहिँ के बच्छ त प्रश्न तपाईँलाई लाग्छ? हजुर के भन्नु? फेरि एकचोटि भन्नु। सोध्न लायक चाहिँ के बचिएको छ त प्रश्न? जे सोध्न मन लाग्छ त्यही सोध्नुहोस्, म सबै एन्सर सबैको क्वेसन। कस्तो लागिरहेको छ त हिमाल दर्शनबाट कस्तो लागिरहेको छ? हजुर फेरि भन्नु त। फेरि हिमाल दर्शनमा पढेर कस्तो लागिरहेको छ? कस्तो लाग्नु अब यस्तै हो। अब बिहान आयो अल्छी लाग्छ होइन, बिहान आयो अल्छी लाग्छ, त्यस्तै हो। टिचरहरू पनि ठिकै हुन्छ, त्यस्तै हो। अब लाइफ यस्तै चलिरहेछ। अब आउने कलेज आउने यसो पढ्ने अल्छी लाग्छ, घर जाने खाना पकाउने यस्तै चलिरहेछ लाइफ। ठिक छ। आजको कन्टेन्ट यही समाप्त भएको छ। संवादमा सहयोग गरिदिनु भएकोमा धन्यवाद।